सो इन्स्ट्रक्ट द पेरेन्ट्स टु युज अ कुल एयर भ्यापोराइजर। अब तपाईँहरूले यो डु यु सी कोरियन मुभिजहरू हेर्नुहुन्छ? कोरियन मुभिज या त चाइनिज मुभिजहरूमा त्यो बिरामी हुने बित्तिकै त्यो बेडको साइडमा त्यो बाफ उडाउँछन् के उनीहरूले, त्यो भनेको चाहिँ ह्युमिडिफाइड एयर दिएको। अब नेपालमा त्यस्तो चलन त आइसकेको छैन, दोज डिभाइसेस मे बी अभाइलेबल बट त्यस्तो कमनली युज हुँदैन। कुल नाइट एयरमा कि त फ्रिज खोलेर त्यो फ्रिजको हावा लिन दिने कि, सो द्याट विल अल्सो हेल्प द चाइल्ड टु ब्रिथ। होइन, फ्रिज खोलेर चिसो फ्रिजमा दिने या चाहिँ कुल बेसमेन्टमा लैजाने। नाउ यु वान्ट टु हाइलाइट दिस 3 थिङ्स, एउटा नाइट एयरमा लैजाने, एउटा ओपन फ्रिजरमा राखिदिने, एउटा चाहिँ कुल बेसमेन्टमा लैजाने। त्यस्तै आइभी फ्लुइड्सहरू हामीले दिनु पर्यो, हाइड्रेसन मेन्टेन गर्नुपर्ने हुन्छ। सबै अब्स्ट्रक्सन भइरहेको छ, एयरवे अब्स्ट्रक्सन, एयरवेमा इन्फ्लामेसन भइरहेछ भने त्यो स्वेलिङको कारणले गर्दा पछाडिपट्टिको फुड पाइपलाई पनि न्यारो गरिदिन्छ। सो दुईटा यसरी बसिरहेको हुन्छ ल्युमेन, राइट? सो दिस इज एयरवे, दिस इज फुड पाइप। सो यदि यहाँनिर स्वेलिङ भएको छ भने यसको साइज ठुल्ठुलो हुँदै जान्छ अनि यसलाई कम्प्रेस गरिदिन्छ, फुड पाइपलाई कम्प्रेस गरिदिन्छ। सो डिस्पेजिया हुन्छ, यो केसमा पनि हामीले एनपिओमा राख्नु पर्यो। एनाल्जेसिक्सहरू दिन सक्छौँ फिभर कन्ट्रोल गर्नलाई। यदि कफहरू देखिरहेछ भने नि यहाँनिर हेर्न सकिन्छ। सो कफको मेडिकेसन चाहिँ नदिने भनेर छ। सो कफको मेडिसिन यदि खानुभएको छ भने त्यसले सेक्रेसन्सहरूलाई झन् बढी थिक बनाइदिन्छ। एक्सपेक्टोरेन्ट्सहरू स्पेसली खाइरहेछ भने नि सेक्रेसन झन् बढी थिक हुन्छ, झन् बढी अब्स्ट्रक्सन भइदिन्छ। पेसेन्टहरूलाई चाहिँ सकेसम्म कफ मेडिसिन चाहिँ अभोइड गर्न भनेर भन्नु पर्यो। कफ भइरहेछ, स्वेलिङ भइरहेछ भन्यो भने चाहिँ वी क्यान गिभ देम स्टेरोइड्सहरू, कर्टिकोस्टेरोइड्सहरू इन्फ्लामेसन कम गर्नलाई दिन सकिन्छ। त्यस्तै इपिनेफ्रिनहरू दिन सकिन्छ। नाउ इपिनेफ्रिनले कसरी काम गर्छ होला, कुन सिस्टममा काम गर्छ? नर्भस सिस्टम, फेरि इन्ट्री भयो। सिम्पथेटिक, सिम्पथेटिकमा व्हाट ह्यापन्स टु ब्रोन्काई डाइलेसन। सो विल दिस हेल्प द पेसेन्ट? हैन, ब्रोन्काई डाइलेसन गराइदिन्छ, हेल्प गर्ने भयो। सो वी क्यान गिभ देम इपिनेफ्रिनहरू दिन सकिन्छ नेबुलाइज्ड फर्ममा। और एन्टिबायोटिक्सहरू दिन सकिन्छ यदि ब्याक्टेरियल इन्फ्लामेसन छ भने। त्यस्तै हिलियक्स, अब यसले कसरी काम गर्छ एक्ज्याक्टली भनेर चाहिँ रिसर्चहरूले देखाएको छैन, बट जुन एयरको टर्बुलेन्स हुन्छ नि, फोर्स अफ एयर गोइङ इनसाइड द लङ्स, टर्बुलेन्स भन्छौँ हामीले त्यसलाई। सो त्यो टर्बुलेन्सलाई चाहिँ यसले कन्ट्रोल गर्ने काम गर्छ, जसको कारणले गर्दाखेरि जुन न्यारो स्पेसमा प्रेसर पर्छ द्याट विल बी डाउन। हिलियक्स भनेको चाहिँ हिलियम र अक्सिजनको मिक्सचर, फाइन। सो त्यसरी पनि हेल्प गर्न सक्छौँ। त्यस्तो धेरै कमनली युज चाहिँ हुन्छ। रिससिटेसन इक्विपमेन्टहरू अभाइलेबल राख्नु पर्यो, रिएस्योरेन्स प्रोभाइड गरिदिने। कुनै पनि पिडियाट्रिक पेसेन्टहरूलाई यदि रेस्पिरेटरी ट्र्याकसँग रिलेटेड इन्फ्लामेसन छ भने द फर्स्ट थिङ यु डु इज अलवेज आइसोलेट। पिडियाट्रिक वार्डमा राख्दैनौँ हामीले, एउटालाई छ भने पनि सबैलाई सर्छ। फेरि कुनै पनि रेस्पिरेटरी प्रब्लम छ भन्ने बित्तिकै जहिले पनि आइसोलेट गरेर राख्दिनु। रेस्पिरेटरी प्रिकसन भनेर आउन सक्छ कहिलेकाहीँ। रेस्पिरेटरी प्रिकसन भन्नु र ड्रपलेट प्रिकसन भन्नु सिमिलर हो, फाइन। दुईटा सिमिलर हो, दुईटामा कन्फ्युज नहुने। जस्तै इन्टेरिक प्रिकसन र कन्ट्याक्ट प्रिकसन सिमिलर हो भनेर भनेको जस्तै। इन्टेरिक भनेको जिआईसँग रिलेटेड कन्डिसन्सहरू भयो, त्यसमा पनि कन्ट्याक्ट प्रिकसन नै लागू गर्नु पर्यो। दुईटा सेम हो। ड्रपलेट प्रिकसन भन्नु र रेस्पिरेटरी प्रिकसन भन्नु सेम हो। सो अहिलेसम्म हामीले कुन कुन टपिक हेऱ्यौँ? एउटा इपिग्लोटाइटिस, भेरी इम्पोर्टेन्ट फर एनपिएक्स। अर्को भनेको चाहिँ क्रुप्स डिजिज, यसलाई अर्को टर्ममा ल्यारिङ्गो ट्र्याकियो ब्रोन्काइटिस पनि भनिन्छ। क्रुप डिजिजको म्यानेजमेन्ट मेन के थियो हाम्रो? थियो कुल एयरमा एक्सपोज गराउने, फ्रिजरमा हुन्छ कि चाहे नाइटमा हुन्छ कि चाहे बेसमेन्टमा हुन्छ कि लैजाने, एनी हाउ बच्चालाई चाहिँ कुल ह्युमिडिफाइड एयर दिनु पर्यो। त्यसले गर्दा म्यानेजमेन्ट हुन्छ। सिम्टम्स क्वाइट सिमिलर, दुईटाको सिमिलर सिम्टम्सहरू छ। ट्र्याकियो ब्रोन्काइटिस अलरेडी गइसकेको छ, राइट? ब्रोन्काइटिस भन्नुको मिनिङ ब्रोन्काइमा इन्फ्लामेसन भइरहेको छ। सो सिन्स ब्रोन्काइमा इरिटेसन भइरहेछ, इन्फ्लामेसन भन्ने बित्तिकै देयर विल बी इरिटेसन। बच्चाहरूमा चाहिँ कफ देखिन्छ, अब ड्राई ह्याकिङ कफ, नन प्रोडक्टिभ कफ। सुरुमा चाहिँ नन प्रोडक्टिभ हुन्छ, पछि गएर प्रोडक्टिभ भएर जान्छ। जति जति इन्फ्लामेसन सर्छ त्यति त्यति प्रोडक्टिभ भएर जान्छ। नाउ सिम्टोमेटिक म्यानेजमेन्टहरू गर्ने हो हामीले। रेस्पिरेटरी डिस्ट्रेसको सिम्टम्सहरू, कुल एयर, ह्युमिडिफाइड एयर, सेम। फ्लुइड इन्टेक गर्न इन्करेज गराउनु पर्यो। फिभर छ भने एन्टिबायोटिक दिने, कफ छ भने सप्रेसेन्ट्सहरू दिनु पर्यो। ब्रोन्काइटिस भन्नुको मिनिङ के हो? ट्र्याकियाबाट जुन दुईटा ब्रान्च जान्छ त्यसलाई ब्रोन्काई भन्छौँ हामीले। ब्रोन्कियोलाइटिस भनेको चाहिँ जुन ब्रोन्काईबाट डिफ्रेन्ट लोब्सहरूमा ब्रान्चेसहरू जान्छ लङ्समा, सो त्यसलाई चाहिँ ब्रोन्कियोल्स भनेर भन्छौँ। त्यो थाहा छ है? ब्रोन्काई भनेको चाहिँ मेन राइट र लेफ्टको जुन ब्रान्च भयो, राइट लङ र लेफ्ट लङमा जाने दुईटा मेन ब्रान्चलाई ब्रोन्काई भन्छ। ब्रोन्कियोल्स भनेको चाहिँ त्यसको पनि सब ब्रान्चेसहरू डिफ्रेन्ट लोब्समा जाने भयो। सो एज वी डिस्कस्ड अर्लियर, सबैभन्दा कमन बच्चाहरूमा देखिने रेस्पिरेटरी भाइरस भनेको चाहिँ हाम्रो रेस्पिरेटरी सिन्सिटियल भाइरस भयो, सबैभन्दा कमनली देखिने भयो। नाउ सिन्स भाइरल इन्फेक्सनको कारणले गर्दाखेरि हुन्छ बच्चाहरूमा, अब यसको सिम्टम के हुन्छ? सबै फ्लू लाइक सिम्टम्सहरू।
मलेज, हेडेक, रनी नोजहरू हुने, लो ग्रेड फिभरहरू आउने, दोज आर द सिम्टम्स. नाउ जति पनि रेस्पिरेटरी सिन्सिटियल भाइरस छ, ब्रोङ्कियोलाइटिसहरू जति पनि भाइरल इन्फेक्सनहरू छ, मोस्ट अफ देममा हामीले ड्रपलेट प्रिकसन्सहरू लागू गर्नुपर्ने हुन्छ. मोस्ट अफ देममा चाहिँ ड्रपलेट प्रिकसन्सहरू अप्नाउनु पर्ने हुन्छ. नाउ प्रायः जस्तो यो आउने भनेको चाहिँ गर्मीबाट जाडो लाग्ने बेलामा ठ्याक्क त सिजन चेन्ज हुने बेलामा हुन्छ नि, सो त्यतिखेर चाहिँ आइरहेको हुन्छ. नाउ यसबाट बचाउनको लागि चाहिँ हामीले सिजनल सर्ट, एनुअल सर्ट भनेर हुन्छ कि भ्याक्सिनेसन. सो एनुअल सर्टहरू इन्फ्लुएन्जा भ्याक्सिनको जुन सर्टहरू हुन्छ 6 महिनाभन्दा माथि लगाउँछौँ. 6 महिनामा एउटा भ्याक्सिन लगाउने, त्यसको 6 महिना 12 महिनामा एउटा भ्याक्सिन लगाउने, अनि एनुअल सर्ट लगाउँदै जाने इन्फ्लुएन्जाको लागि अथवा चाहिँ भाइरल इन्फेक्सनको लागि. बच्चाहरूलाई चाहिँ इम्युनिटी प्रोभाइड गर्छ. रेस्पिरेटरी सिन्सिटियल भाइरस या त अरू कुनै पनि भाइरसहरूबाट चाहिँ प्रोटेक्सन दिने काम गर्छ. फर्स्ट डोज दिने भनेको चाहिँ 6 मन्थमा, सेकेन्ड डोज दिने भनेको 12 महिनामा, त्यस पछाडि हरेक वर्ष दिनु पर्यो अन्टिल डेथ. यो चाहिँ युएसको भ्याक्सिनेसन सेड्युलभित्र पर्छ. होइन, हरेक उसमा चाहिँ दिनु पर्यो. सिजनल सर्ट भनेर पनि दिन्छ, सेम भ्याक्सिनेसन दिने हो, जुन एनुअल सर्टमा दिएको भ्याक्सिन छ, फ्लू सर्ट छ, त्यही नै दिने हो हामीले. सो जो बच्चाहरू चाहिँ इम्युनो कम्प्रोमाइज छ. सो इन्फ्लुएन्जा भ्याक्सिनको बारेमा 2वटा टाइप्स हुन्छ भनेर सायद मैले एक्सप्लेन गरिसकेँ जस्तो लाग्यो तपाईँहरूको. सो 2टा टाइप हुन्छ, एउटा इन्ट्रानेजल हुन्छ, एउटा इन्ट्रामस्कुलर हुन्छ. नाउ इन्ट्रानेजल र इन्ट्रामस्कुलरमा फरक के छ भन्दा इन्ट्रानेजल भनेको लाइभ भ्याक्सिन हो, जुन चाहिँ जो पाए त्यसलाई दिन मिल्दैन. इन्ट्रानेजल चाहिँ लाइभ भ्याक्सिन हो, इन्ट्रामस्कुलर चाहिँ किल्ड हो. डिफरेन्स जसरी लेख्दा पनि हुन्छ त्यहाँनिर. सो इन्ट्रानेजल भ्याक्सिनेसन चाहिँ 2 इयर्सदेखि 49 इयर्सको मान्छेलाई मात्र दिन मिल्यो. एन्ड द्याट टु दे हेभ टु बी भेरी हेल्दी, कुनै पनि प्रब्लम भएको हुनु भएन. 2 देखि 49 इयर्ससम्म इन्ट्रानेजल चाहिँ. इन्ट्रामस्कुलर चाहिँ 6 महिनाभन्दा माथि जसलाई दिए पनि फाइन. प्रेग्नेन्ट वुमनलाई पनि दिन मिल्छ, इम्युनो कम्प्रोमाइज पेसेन्टहरूलाई, एचआइभी पोजिटिभ पेसेन्टहरू, किमो पाइरहेको पेसेन्ट, द्याट इज गिभन टु एभ्रीबडी, सबैजनालाई दिन मिल्छ. सो 2टै भ्याक्सिनेसन एगबाट डिराइभ भएको हो है. इन्फ्लुएन्जाको भ्याक्सिन एगबाट डिराइभ गरेको हुन्छ, डगको एगबाट निकालेको हुन्छ. सो जो पेसेन्टहरूलाई एगको एलर्जी छ उनीहरूलाई यो 2टै भ्याक्सिन दिन मिल्दैन. इन्ट्रानेजल पनि दिन मिलेन, इन्ट्रामस्कुलर पनि दिन मिलेन. सो अलवेज एसेस फर एगको एलर्जी. सो बच्चाहरू चाहिँ धेरै जस्तो हुने भनेको चाहिँ अब यो 6 महिनाभन्दा माथिको बच्चाहरू सबैजनालाई रिक्समा छ, 5 इयर्ससम्म रिक्समा भइरहेको हुन्छ. सो भाइरसहरू हामीले नेजो सेक्रेसन्सहरूमा त्यहाँनिर भाइरसको छ कि छैन भनेर चेक गर्ने. सो जति पनि सेक्रेसन्सहरू आइरहेको छ त्यसको स्याम्पल लिने, जसरी अहिले कोरोनाको स्याम्पल लिन्छौँ हामीले नेजोफेरेन्जियल सेक्रेसन्सहरूको, त्यसरी नै लिने. नाउ प्रिभेन्सन कसरी गराउन सकिन्छ भन्दाखेरि चाहिँ ब्रेस्ट फिडिङ गराएर. हाउ विल ब्रेस्ट फिडिङ हेल्प? ब्रेस्ट फिडिङको थ्रुबाट इम्युनिटी पाइरहेको हुन्छ बच्चाहरूले, एक्टिभ इम्युनिटी, प्यासिभ इम्युनिटी भनेर पाइरहेको हुन्छ, त्यसले हेल्प गर्छ. अर्को भनेको चाहिँ अभोइड टोबेको स्मोकिङ, ब्रोङ्को कन्स्ट्रिक्सन गरिदिन्छ बच्चाहरूमा, इन्फ्लामेसनहरू सुरु गरिदिन्छ. ह्यान्ड हाइजिनहरू मेन्टेन गर्नु पर्यो. त्यस्तै अर्को भनेको वी क्यान गिभ देम इम्युनो सप्रेसेन्ट मेडिकेसन्सहरू, इम्युनिटीलाई चाहिँ स्ट्रङ बनाउने या त सप्रेस गर्ने मेडिसिन्सहरू, जुमाब, राइट, सप्रेसेन्ट्सहरू, जुमाबहरू हामीले आइएम लगाइदिने, 5 मन्थ्सको ग्यापमा लगाउन सकिन्छ. त्यो पनि कहिले? ठ्याक्कै इन्फ्लामेसन सुरु हुने पिक टाइममा. नोभेम्बरदेखि मार्चको महिना भनेको कहिलेदेखि भयो? ठ्याक्क यो विन्टर सिजन सुरु हुने बेलामा भयो क्या. विन्टरबाट स्प्रिङ आउने बेलामा चाहिँ धेरै देखिन्छ. सो त्यो ड्युरेसनमा चाहिँ हामीले 5 मन्थ्सको ग्यापमा लाउन सकिन्छ. ओके, लुक एट द सिम्टम्स. फ्लू लाइक सिम्टम्स भन्ने बित्तिकै यु विल सी राइनोरिया. रुगा खोकी लाग्दाखेरिको सिम्टम्सहरू राइनोरिया देखिने भयो. हाम्रो रुगा लागेको बेलामा आँखा एकदम मोइस्ट भइरहेको हुन्छ, मोइस्चराइज हुन्छ, सो त्यस्तै खालको देखिने भयो. आई इयरहरूबाट ड्रेनेजहरू आउन थाल्छ. फेरेङ्गाइटिस. वाइ फेरेङ्गाइटिस? नेजलबाट अप्परबाट तलतिर जाने हो इन्फ्लामेसन जहिले पनि. सो फेरेङ्गाइटिसहरूको सिम्टम्स देखिन सक्छ. त्यस्तै कफिङ, स्निजिङ, विजिङ, इन्टरमिडिएट फिभर, एकदमै कम खालको फिभरहरू आइरहेको हुन्छ. जति जति डिजिज प्रोग्रेस हुँदै जान्छ, ब्रोङ्कियोल्सहरू अब के भइदिने भयो? न्यारोइङ हुने भयो, इन्फ्लामेसन सर्दै जाने भयो. विजिङ, साइन्स अफ इयर हङ्गर, पाथवे न्यारो भइरहेछ, सो इयर हङ्गर हुने भयो. ट्याकिप्निया, रिट्र्याक्सन, साइन्स अफ साइनोसिस, अल आर योर प्रायोरिटी वर्ड्स. झन् बढी इलनेस भइरहेछ भन्यो भने ट्याकिप्निया झन् बढेर जाने भयो, ब्रेथ साउन्डहरू डिक्रिज भएर जाने भयो, लिस्टलेसनेस देखिने भयो. डु यु रिमेम्बर द मिनिङ? रेस्टलेसनेस र लिस्टलेसनेस दुईटामा डिफरेन्स. रेस्टलेसनेस भनेको चलेको चलै गर्ने, सफोकेटेड भएको बेलामा गर्ने भयो. लिस्टलेसनेस भनेको अघिसम्म एक्टिभ थियो बच्चा एक्कासी लेथार्जीमा गयो. ट्याकिप्निया हुँदाखेरि एकदमै रोइरहेको थियो बच्चा, एकदमै गाह्रो भइरहेको थियो, अब एक्कासी फ्ल्यासिड भइरहेछ, द्याट इज लिस्टलेसनेस. एक्कासी बच्चाको कन्डिसन चाहिँ डाउन हुने. एप्निक एपिसोड्स. एप्निया भन्नाले एब्सेन्स अफ ब्रिदिङ,
कम्प्लिटली अब ब्रिदिङ नै स्टप हुने भयो, ब्रोङ्कियल्स कम्प्लिटली न्यारो भइदिनु भयो, कम्प्लिटली स्वेलिङ भइदिने भयो, सो ब्रिदिङहरू चाहिँ एब्सेन्ट भइदिन्छ। म्यानेजमेन्ट इज सेम, कुल ह्युमिडिफाइड एयर दिनु पर्यो, आइभी फ्लुइडहरू इन्क्रिज गराउनु पर्यो। बच्चाहरूमा यदि स्वेलिङहरू धेरै छैन, उनीहरूले स्वालो गर्न मजाले सक्छ भने गिभिङ देम वार्म फ्लुइड्स, वार्म लिक्विड्सहरू दियो भने पनि उनीहरूलाई हेल्प हुन्छ। जुन स्वेलिङहरू भइरहेको छ, जुन त्यहाँनिर सेक्रेसन्सहरू निस्किरहेको छ, त्यसलाई चाहिँ पातलो बनाउनलाई हेल्प। यो भाइरल इन्फेक्सन भएको बेलामा कोभिडमा पनि तातो झोलहरू कुराहरू धेरै खानु भन्ने टिचिङ दिन्छौँ नि यहाँ। सो सेक्रेसन्सहरूलाई चाहिँ पातलो बनाउनको लागि। इन्स्योर द्याट नर्सेस केयरिङ फर अ चाइल्ड विथ आरएसभी डु नट केयर फर अदर हाई रिस्क चिल्ड्रेन। वाइ? ड्रपलेटबाट सरिरहेको हुन्छ त्यहाँनिर। जो नर्सेसहरूले एउटा बच्चालाई केयर गरिरहेको छ सफरिङ फ्रम आरएसभी, अरू बच्चाहरूलाई केयर नगर्ने। कन्ट्याक्ट प्रिकसन पनि लागू गर्नु पर्यो, स्ट्यान्डर्ड प्रिकसन पनि लागू गर्नु पर्यो। मोनिटर एयरवे, प्याटर्न एयरवे छ कि छैन हेर्ने, बाँकी सबै म्यानेजमेन्ट सिमिलर हुन्छ। पोजिसन सेमी फलोस पोजिसनमा राखिदिने, कुल ह्युमिडिफाइड अक्सिजन दिने, स्याचुरेसन हेर्ने, फ्लुइड इन्टेकहरू इन्क्रिज गराउने, सक्सनिङहरू गर्न सक्छौँ यदि सेक्रेसन्सहरू चाहिँ कुपियस छ। कुपियस भन्नाले बाक्लो टाइपको छ। नाउ बच्चाहरूमा सेक्रेसनहरू निकाल्नको लागि हामीले बल्बवाला सिरिन्ज युज गर्छौँ, त्यो थिचेर सक्सन गर्नेवाला भनेर मैले देखाएको थिएँ होला सायद दुईटै ग्रुपलाई, देखिसकेको छ है पिक्चर कस्तो हुन्छ, येल्लो रबरको टाइपको हुन्छ, थिच्ने अनि रिलिज गर्दाखेरि त्यसले सबै सक्सन गर्छ भित्रपट्टिको। सो त्योहरू देखाउन सक्छौँ। अर्को भनेको एन्टिभाइरल मेडिकेसन दिने, कफ सप्रेसेन्ट्सहरू दिन सक्छौँ। त्यही नै म्यानेजमेन्ट, सिम्टोमेटिक म्यानेजमेन्ट हुन्छ। निमोनिया भनेको कस्तो हो, लङ्सको प्यारेन्काइमाको इन्फ्लामेसन भन्छौँ हामीले, पल्मनरी प्यारेन्काइमाको इन्फ्लामेसन भयो। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ वेयरएभर देयर इज निमोनिया देयर इज अलवेज क्र्याकल्स। इन्फ्लामेसन भएको छ भने सेक्रेसन जहिले पनि निस्किन्छ, एन्ड सेक्रेसन छ भने देयर विल अलवेज बी क्र्याकल्स। निमोनियाको क्लासिक साइन भनेकै क्र्याकल्स, चेस्ट पेन, चेस्ट टाइटनेसहरू हुने, त्यो फ्लुइडहरू जम्मा भएको कारणले गर्दा, स्वेलिङ भएको कारणले गर्दाखेरि चेस्ट टाइटनेस भइरहेको हुन्छ, ब्रिदिङ डिफिकल्टी हुन्छ, एल्भोलाइले मजाले फङ्सन गर्न पाउँदैन। निमोनियाको धेरैवटा टाइप्सहरू छ, एउटा ब्याक्टेरियल, एस्पिरेसन निमोनिया, एटिपिकल भनेर हुन्छ, भाइरल भनेर हुन्छ, धेरैवटा टाइपहरू हुन्छ। त्यही अनुसारको म्यानेजमेन्ट हुनु पर्यो। सो न्युमोनियाको अगेन्स्टमा जुन हामीले भ्याक्सिनेसन दिन्छौँ त्यसको नाम के हो, PCV, न्युमोकोकल कन्जुगेट भ्याक्सिन। नाउ युएसए को प्रोटोकल अनुसार भ्याक्सिनेसन कहिले कहिले दिने PCV को भन्दाखेरि चाहिँ 2, 4, 6, 12, जसरी हिप भ्याक्सिन दिएको थियो 2, 4, 6, 12 त्यसरी नै 2, 4, 6, 12 दिनु पर्यो। अर्को भनेको चाहिँ ओल्ड एज पेसेन्टहरूलाई निमोनियाको रिस्क ज्यादा हुन्छ राइट। सो ओल्ड एज भइसके पछाडि रेस्पिरेटरी प्रब्लमहरू पनि धेरै देखिरहेको हुन्छ। सो आफ्टर 65 कटिसके पछाडि हरेक 5 वर्षमा एउटा PCV भ्याक्सिन पनि लगाउनु पर्यो, त्यो पनि इम्युनाइजेसन सेड्युल भित्र पर्छ। एभ्री 5 इयर्सको ग्यापमा एउटा PCV लाउनु पर्यो आफ्टर द एज अफ 65। नाउ बर्थमा दिने भ्याक्सिन के थियो हाम्रो, हेपाटाइटिस बी। एउटा एरो दिने यहाँनिर 1 देखि 2 महिनाको बिचमा भन्न खोजेको है, यो सेकेन्ड डोज भयो हेपाटाइटिस बी को। त्यस पछाडि अर्को डोज दिन्छ 6 महिनामा हेपाटाइटिस बी। 2 महिनामा दिने अर्को मेडिसिन भनेको डिट्याप। डिट्याप भन्नाले डिप्थेरिया, टिटेनस र पर्टुसिस। 2, 4 मा दिन्छ डिट्याप, 6 मा पनि दिन्छ, 6 मा दियो एउटा डोज डिट्याप। त्यस पछाडि 15 देखि 18 महिनामा एउटा डोज दिने, 4 देखि 6 वर्षमा एउटा डोज दिन्छ। सो बेसिकली डिट्यापको 5 वटा डोज हुन्छ। त्यस पछाडि हिप 2, 4, 6, 12। 2, 4, 6, 12 मै हामीले दिने अर्को भनेको PCV। 2, 4 र 6 मा दिने अब IPV पोलियो भ्याक्सिन। रोटा भाइरस, डायरिया नोस भन्नको लागि दिने हो, 2, 4, 6 मै दिन्छ। सो अब यस पछाडि भनेको 6 महिनामा हामीले अर्को एउटा कुन डोज लगाउने भनेर पढेको थियो, 6 महिनामा अघि भर्खरै इन्फ्लुएन्जाको सर्ट लाउने भनेर पढेको थियो राइट। सो फ्लू सर्ट भनेर लेखौँ। 12 महिनामा पनि दिन्छ यो। त्यस पछाडि 1 वर्षमा भनेर लेखौँ है, यो तलपट्टि लेखौँ आफ्टर 2 months नोट भनेर तलपट्टि लेख्दा पनि फाइन। 1 महिनामा दिन्छ फ्लू सर्ट। अर्को मेडिसिन 12 महिनामा दिने भ्याक्सिन भनेको MMR। एउटा 12 महिनामा दिन्छ, एउटा 4 देखि 6 वर्षमा दिन्छ। मिजल, मम्स र रुबेलाको भ्याक्सिन। भेरिसोला जोस्टर भाइरस के को लागि दिन्छ, चिकन पक्स र सिंगल स्पट। पछाडि अर्को भनेको 12 महिनामा दिने हेपाटाइटिस ए को भ्याक्सिन पनि 12 महिनामा दिएको थियो हैन, एउटा 12 महिनामा, एउटा 15 देखि 18 भित्र। IPV हाम्रो यहाँ पनि दिन्छ ल, IPV 4 देखि 6 वर्षमा पनि दिन्छ। नर्मली यो चाहिँ हाम्रो भ्याक्सिनेसन सेड्युल हो। अहिलेसम्म हामीले कुन कुन भ्याक्सिनेसनको बारेमा पढ्यो, हेपाटाइटिस बी, हेपाटाइटिस ए,
त्यस पछाडि फ्लू शटको बारेमा इन्फर्मेसन लियौँ हामीले। फ्लू शट भनेको एउटा इन्टरनेजल हुन्छ, एउटा इन्ट्रामस्कुलर हुन्छ। इन्टरनेजल भनेको लाइभ भ्याक्सिन हो, इन्ट्रामस्कुलर भनेको किल्ड भ्याक्सिन हो, जुन सबैलाई दिने भयो। 6 महिनाभन्दा माथि सबैजनाले पाउने भयो। त्यो चाहिँ हरेक वर्ष एक पाउँछ टिल द डेथ, राइट। त्यस्तै पिसिभी भ्याक्सिन भनेको 2, 4, 6, 12मा दिन्छ। अनि ओल्ड एजको पनि लेख्ने यतापट्टि, फाइन। ओल्ड एजमा चाहिँ के छ, नोट भनेर लेख्नुहोस्। अबोभ 65 इयर्स छ भने हरेक 5 वर्षमा पाउँछ भनेर लेख्दा हुन्छ। अब आफूले बुझ्ने ल्याङ्ग्वेजमा लेख्नुभयो हुन्छ। अब यसमा नआएको हाम्रो अर्को भ्याक्सिनेसन भनेको चाहिँ ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिनेसन, एसबिपी। एसबिपीको भ्याक्सिनेसन नेपालमा पनि लाउन थालिसक्यो। सो कहिले कहिले लगाउँछ भन्दाखेरि चाहिँ एसबिपीको टोटल 3 डोज हुन्छ। फर्स्ट डोज चाहिँ प्युबर्टी स्टार्ट भइसके पछाडि या त नर्मली मेन्स्ट्रुएसन स्टार्ट भइसके पछाडि लगाउँछ। एसबिपी कसलाई दिन्छ, स्पेसली कसलाई दिने हो, मेल कि फिमेल? फिमेलहरूले पाउँछ है, फिमेलहरूले पाउँछ सर्भाइकल क्यान्सरको अगेन्स्टमा। ओके, सो फर्स्ट डोज भनेको प्युबर्टीमा दिन्छ। सेकेन्ड डोज, फर्स्ट डोज पाएको 2 महिना पछाडि दिन्छ, आफ्टर 2 months। फर्स्ट डोज पाएको 2 महिना पछाडि दिन्छ है सेकेन्ड डोज। थर्ड डोज चाहिँ आफ्टर सेकेन्ड डोज लगाएको 4 महिना पछाडि। भन्नुको मिनिङ बेसिकली के बुझिन्छ, फर्स्ट डोज लगाएको 2 महिनामा सेकेन्ड डोज लाउने, फर्स्ट डोज लगाएको 6 महिनामा थर्ड डोज लगाउने। त्यसरी बुझ्दा पनि भयो, यो सेड्युल भयो। यो भएपछि सायद पढ्न सजिलो हुन्छ। अब तपाईहरुले एक्जाममा आउँदा कसरी क्वेशन सोध्छ भ्याक्सिनेसनको भन्दाखेरि चाहिँ 4 महिनाको बच्चा आइरहेको छ क्लिनिकमा, चाइल्ड वेल क्लिनिक भन्ने हुन्छ। अब तपाईले कुन कुन भ्याक्सिनेसन दिने भन्छ साटामा दिन्छ के 4 महिनाको बच्चा। अब तपाईलाई पढ्न सजिलो हुन्छ। 4 महिनामा कुन कुन भ्याक्सिन दिदो रहेछ त, डिट्याप दिदो रहेछ, हिप दिदो रहेछ, पिसिभी, आइबिपी र आरबी दिदो रहेछ। अब यसरी पढ्न मन्थ वाइज पढ्न गाह्रो हुन्छ भने भ्याक्सिनको नाम सम्झिने, कुन हुँदो रहेछ भनेर सम्झिने, यो महिनामा दिदो रहेछ भनेर सम्झिँदा नि फाइन। अब इट इज अप टु कसरी कण्ठ पार्नुहुन्छ, बुझ्ने कुरा यहाँनिर केही पनि छैन, कण्ठ पार। बीसीजी को भ्याक्सिनेसन चाहिँ दिँदैन युएसमा। जो बच्चाहरू रिक्समा छ उनीहरूले मात्रै पाउँछ। त्यो चाहिँ रिक्समा भन्नुको मिनिङ कस्तो हो, एक्सपोजर भएको छ या त पेरेन्ट्सहरू पोजिटिभ छ भने उनीहरूले पाउने, फाइन। अदरवाइज चाहिँ पाउँदैन, बीसीजी चाहिँ दिँदैन नर्मली। अब तपाईहरु युएस जानुभन्दा अगाडि चाहिँ यो डोज अनुसार उनीहरूको तपाईको एज अनुसारको कुन कुन भ्याक्सिनेसनहरू लाउनु पर्ने हो त्यो लगाएको छ कि छैन त्यही अनुसारले हामीले पनि भ्याक्सिनेसन लाएर जानुपर्ने हुन्छ, फाइन। यही क्राइटेरिया चाहिँ मिट भएको हुनु पर्यो। सो निमोनियाको सिम्पटम्सहरू प्राय जस्तो सबै सिमिलर हुन्छ। निमोनिया भन्ने बित्तिकै देयर विल बी चेस्ट पेन, देयर विल बी ब्रिदिङ डिफिकल्टी, देयर विल बी नेजल फ्लेरिङ, देयर विल बी क्रैकल साउन्ड हुने भयो थ्रु आउट द लङ्स, स्याचुरेसनहरू डाउन भइदिन्छ। त्यस्तै अर्को हामीले देख्ने कमन सिम्पटम भनेको चाहिँ ब्याक्टेरियल, जति पनि भाइरल छ, भाइरल डिजिजहरू छ भन्यो भने प्रायः जस्तो हामीले सिम्टोमेटिक म्यानेजमेन्ट गर्छौँ, राइट। फिभर छ भन्यो भने त्यसको लागि म्यानेजमेन्ट गर्यो, पेन छ भने एनाल्जेसिक्स दियो। तर इन केस अफ ब्याक्टेरियल निमोनिया छ भन्यो भने चाहिँ वी हेभ टु युज एन्टिबायोटिक। कुनै पनि इन्फेक्सन्सहरू भाइरल भन्दा ब्याक्टेरियल इन्फेक्सन चाहिँ मोर डेन्जरस हुन्छ कि। सो वेरेभर देयर इज पस कलेक्सन हुन्छ भने त्यो जहिले पनि ब्याक्टेरियल हो भनेर बुझ्ने। भाइरलमा प्रायः जस्तो सेक्रेसन्सहरू मात्र इन्क्रिज हुन्छ। जस्तै रुगा लाग्यो भने हाम्रो सेक्रेसन्सहरू इन्क्रिज हुन्छ नि, राइट। आईहरू मोइस्ट हुन्छ, नोजबाट आइरहेको हुन्छ, त्यो कुराहरू। ब्याक्टेरियल छ भन्यो भने चाहिँ प्रायः जस्तो थिक कुपियस सेक्रेसन्सहरू निस्किन्छ, पस फिल भएको सेक्रेसन्सहरू निस्किन्छ। एउटा सिम्पल इक्जाम्पल दिन्छु मैले यही निमोनियामा। सो भाइरल निमोनिया छ भन्यो भने लङ्सहरूमा चाहिँ पस कलेक्सन हुँदैन। तर यदि ब्याक्टेरियल निमोनिया छ भन्यो भने चाहिँ देयर विल बी पस कलेक्सन, कन्सोलिडेसन, एक्जुडेसन भन्ने वर्डहरू सुनेको छ होला, राइट। कन्सोलिडेसन भन्नुको मिनिङ के हो, एकै ठाउँमा जम्मा भएर बस्दिन्छ। एक्जुडेसन भन्नुको मिनिङ चाहिँ एक्जुडेसन भनेको चाहिँ पस कलेक्सन निस्किन्छ। एक्जुडेट भन्ने बित्तिकै हार्ड खालको पसहरू निस्किन्छ। कन्सोलिडेट हुन्छ भन्नुको मिनिङ चाहिँ त्यहीँनिर हार्डनिङ भएर बस्दिन्छ, जमेर बस्दिन्छ। सो त्यो चाहिँ ब्याक्टेरियल निमोनियामा धेरै हुन्छ। कन्जक्टिभाइटिसको इक्जाम्पल लिनुहोस्। भाइरल कन्जक्टिभाइटिसमा सिर्फ वाटरी आइज मात्रै हुन्छ, रेडनेस प्लस वाटरी आइज हुन्छ। ब्याक्टेरियल कन्जक्टिभाइटिस छ भने त्यो आँखाको यस्तो साइडमा इनर क्याम्पसतिर, आउटर क्याम्पसतिर येल्लोइस पसको डिस्चार्जहरू बसिरहेको हुन्छ। द्याट्स हाउ यु डिफ्रेन्सिएट भाइरल हो कि ब्याक्टेरियल हो भनेर। वेरेभर देयर इज ब्याक्टेरियल इन्फेक्सन, पस जहिले पनि प्रेजेन्ट हुन्छ। कोपियस सिक्रेसन्सहरू जहिले पनि आइरहेको हुन्छ, बाक्लो खालको सिक्रेसन्सहरू जहिले पनि आइरहेको हुन्छ। नाउ निमोनियाहरू गराउने भनेको कि त ब्याक्टेरियाले गराउँदो रहेछ कि त भाइरसले गर्दाखेरि हुने रहेछ। अब देयर आर अदर टाइप्स अफ निमोनिया, जस्तै हिस्टोप्लाज्मोसिस भनेर छ। हिस्टोप्लाज्मोसिस भनेको चाहिँ फङ्गाईको कारणले गर्दाखेरि हुने निमोनिया। नर्मल्ली हाम्रो बडीलाई फङ्गल इन्फेक्सन हुँदैन, तर यदि कुनै पनि कारणले गर्दा इम्युनिटी डाउन भइरहेछ भने त्यतिखेर फङ्गल इन्फेक्सन्सहरू देखिन्छ। जस्तै तपाईँहरूको यो एकचोटि कोभिड पेसेन्ट्सहरूमा स्टेरोइड चलाएको जति पनि कोभिड पेसेन्ट्सहरू थियो, दे सफर्ड फ्रम फङ्गल आई इन्फेक्सन भएको थियो नि,
राइट, ब्ल्याक फङ्गाई येल्लो फङ्गाई भनेर आएको थियो। सो नर्मली फङ्गल इन्फेक्सन हुँदैन, किन भन्दा हाम्रो बडी एकदमै स्ट्रङ भइसकेको हुन्छ त्यो ब्याक्टेरिया फाइट गर्दा गर्दा। सो फङ्गाई इज नथिङ। बट यदि इम्युनिटी डाउन भइरहेको छ, स्टेरोइड खायो, स्टेरोइड खाएको कारणले गर्दा इम्युनिटी डाउन भयो, जसको कारणले गर्दा दे इजिली सफर फ्रम फङ्गल इन्फेक्सन। सो त्यो भएको कारणले गर्दा हाई इन्फेक्सन भयो। कमिङ ब्याक टु द टपिक, वी आर रिडिङ निमोनिया अहिलेको लागि। सो निमोनियाको धेरैवटा टाइप्सहरू छ। सबैभन्दा डेन्जरस टाइप अफ निमोनिया भनेको ब्याक्टेरियल निमोनिया हो। भाइरल भन्दा पनि ब्याक्टेरियल निमोनिया अझै बढी डेन्जरस हुँदो रहेछ। ओके, सो देयर इज एटिपिकल टाइप अफ निमोनिया जुन चाहिँ माइकोप्लाज्माको कारणले गर्दाखेरि हुन्छ, क्लाइमेडियल निमोनिया भनेर हुन्छ, जुन चाहिँ स्पेसल्ली यो फलदेखि विन्टर लाग्ने बेलामा ठ्याक्क यो अक्टोबरदेखि डिसेम्बरको टाइममा हुनेलाई हामीले त्यो टाइमलाई चाहिँ हामीले यो अटिपिकल निमोनिया हुने भनेर भन्छौँ। जाडो महिना सुरु हुने टाइमको पिरियड भयो। ब्याक्टेरियल निमोनियाहरू प्रायः जस्तो स्ट्रेप्टोकोकल निमोनियाको कारणले गर्दा हुन्छ। एस्पिरेसन निमोनिया, कुनै पनि फ्लुइडहरू या त फुडहरू इन्जेस्ट गरिरहेछ भन्यो भने लङ्समा गएर इन्फ्लामेसन गराउँछ। सो एस्पिरेसन निमोनिया। चेस्ट एक्सरे गरेर हेर्ने हो भने चाहिँ वी क्यान सी फुड पार्टिकल्सहरू, फुड पार्टिकल्स या त फ्लुइडहरू छिरेको चाहिँ हामीले देख्न सक्छौँ। सो न्युमोकोकल कन्जुगेट भ्याक्सिन भनेर हामीले दिन्छौँ। सो लुक एट द सिम्टम्स अफ भाइरल निमोनिया। सिम्टम्स रेन्जेस फ्रम माइल्ड फिभर, स्लाइट कफ। भाइरल भन्ने बित्तिकै जहिले पनि फ्लू लाइक सिम्टम्स, मलेज, हाई फिभर, कफहरू देखिने, डाइफ्रोसिसहरू हुने, त्यो सिम्टम्सहरू हुने भयो। नन प्रोडक्टिभ कफ पनि हुनसक्छ, प्रोडक्टिभ कफ पनि हुनसक्छ। रिमेम्बर स्पुटम कस्तो खालको हुन्छ, व्हाइटिस। यदि ब्याक्टेरियल भएको भए चाहिँ येल्लोइस ग्रिनिस टाइपको स्पुटम आउँछ, बाक्लो खालको। फाइन। सो विजेसहरू, फाइन क्र्याकल्स निमोनियाको क्लासिक साइन नै भइहाल्यो, किन भन्दाखेरि सेक्रेसन जम्मा हुन्छ, त्यसले गर्दाखेरि क्र्याकल साउन्डहरू सुनिने भयो। ट्रिटमेन्ट इज बेसिकली सिम्टोमेटिक। भाइरल इन्फेक्सन छ भन्ने बित्तिकै जहिले पनि सिम्टोमेटिक म्यानेजमेन्ट हुन्छ। अक्सिजन विथ कुल ह्युमिडिफाइड एयर सबैमा आइरहेछ। फ्लुइड इन्टेकहरू बढाइदिनु पर्यो। फिभर छ भने एन्टिबायोटिक दिनु पर्यो। चेस्ट फिजियोहरू गराउने, पोस्टुरल ड्रेनेजहरू गराउने। नाउ पोस्टुरल ड्रेनेज हामीले कसरी गराउँछौँ? पेसेन्टको चेस्ट स्लाइटली के हुनु पर्यो, अब तलतिर फर्केको हुनु पर्यो। नी चेस्ट पोजिसनमा राख्ने, त्यो पनि ढाड यस्तो स्ल्यान्टेड हुनु पर्यो। भन्न खोजेको पोजिसन ठ्याक्कै इमेजिन भयो। पहिला नी चेस्ट पोजिसनमा बस्छ, ढाडलाई अलिकति यस्तो स्ल्यान्ट पारेर बस्छ अब। अर वी क्यान डु रिभर्स टेन्डेलेनबर्ग पोजिसन। फाइन, सरी टेन्डेलेनबर्ग नै, नट रिभर्स, टेन्डेलेनबर्गमै राख्नु पर्यो हामी। प्रोन पोजिसनमा सुताएर गर्छौँ। प्याटिङ गर्न सक्छौँ, पर्कसनहरू गर्न सक्छौँ, प्याटिङ गर्न सक्छौँ, अनि भाइब्रेसनहरू दिन सक्छौँ। भाइब्रेसन मेसिन पनि पाउँछ। अब बच्चाहरूको लागि चाहिँ जुन इलेक्ट्रोनिक टुथब्रसहरू हुन्छ त्यसले पनि भाइब्रेसन सफिसियन्टली गइरहेको हुन्छ। सो वी क्यान युज द्याट एज वेल भाइब्रेसनको लागि चाहिँ। एडल्टहरूको लागि चाहिँ वी क्यान युज डिफ्रेन्ट भाइब्रेटर्सहरू अभाइलेबल हुन्छ, त्यो युज गर्न सक्छौँ। नाउ आफ्टर डुइङ द पोस्टुरल ड्रेनेज गरिसके पछाडि जहिले पनि हामीले डिप ब्रिदिङ र कफिङ गराउन नेसेसरी हुन्छ। भाइब्रेसन मात्र दिएर काम छैन, त्यो भाइब्रेसनलाई बाहिर निकाल्नु पर्ने हुन्छ। सो द्याट पर्टिकुलर टर्म इज नोन एज हफ कफ भनेर भन्छ। बेसिकली बुझ्दा खकार नलाउँछौँ हामीले। हफ कफ भनेको चाहिँ HUFF भन्छ, HUFF COUGH। 2-3 चोटि डिप ब्रिथ गर्न लगाउने अनि निहुरिएर खोक्न लगाउने पेसेन्टलाई। सेक्रेसन्सहरूलाई चाहिँ बाहिर क्लियर आउट गर्न खोज्नु पर्यो। अब यदि बच्चाले सक्दैन भन्यो भने चाहिँ पोस्टुरल ड्रेनेज गराएर वी क्यान अल्सो डु द सक्सनिङ। सक्दैन भन्यो भने, त्यो हफ कफ निकाल्न सक्दैन भने सेक्रेसन्सहरूलाई बाहिर निकाल्न पनि सक्छौँ हामीले सक्सनिङ गरिदिएर। एटिपिकल छ भन्यो भने यसमा पनि सिमिलर सिम्टम्सहरू देखिन्छ। राइनाइटिस, सोर थ्रोट, ड्राई ह्याकिङ कफ, फ्लू लाइक सिम्टम्सहरू देखिन्छ। म्यानेजमेन्ट सिम्टोमेटिक, 7 देखि 10 दिनमा आफै निको भएर जान्छ। ब्याक्टेरियल निमोनियाको पनि एक्टिभ अनसेटहरू हुन्छ। नाउ लुक एट द सिम्टम्स। ब्याक्टेरियल इज मोर डेन्जरस भनेर भनिरहेको छु अघिदेखि। अब पेसेन्टले के सिम्टम्स देखाउँछ? इरिटेबिलिटी प्रायोरिटी वर्ड, लेथार्जी प्रायोरिटी वर्ड, पुअर फिडिङ प्रायोरिटी वर्ड, 81 फिभरहरू आइदिन्छ, त्यो पनि सिजरको साथ। फेब्राइल सिजरहरू, हाई ग्रेड फिभरहरू आउने भयो, अगेन योर प्रायोरिटी। रेस्पिरेटरी डिस्ट्रेस योर प्रायोरिटी वर्ड। सो ब्याक्टेरियल निमोनिया इज अलवेज मोर डेन्जरस देन भाइरल निमोनिया। सो इयर रङ्गर हुने, ट्याकिप्निया हुने, साइनोसिस हुने, दोज आर द सिम्टम्स। त्यस्तै ओल्ड चाइल्डहरू छ भन्यो दे विल कम्प्लेन अफ चिल्स, एब्डोमिनल पेन, जुन चाहिँ यो डायफ्रामलाई प्रेसर परिरहेको हुन्छ, सो त्यसले पेनहरू कम्प्लेन गरिरहेको हुनसक्छ। त्यस्तै इन्फ्लामेसन सर्दै गइरहेछ, ब्याक्टेरियल हो भन्यो भने चाहिँ द्याट ब्याक्टेरिया क्यान माइग्रेट टु मेनिन्जिज एज वेल। मेनिन्जियल इरिटेसनको सिम्टम्सहरू देखाइदिन थाल्छ सरेर। ह्याकिङ, नन प्रोडक्टिभ कफहरू आउन सक्छ। डिमिनिस्ड ब्रेथ साउन्ड प्रायोरिटी वर्ड, डिमिनिस्ड ब्रेथ साउन्डहरू देखिन सक्छ। क्र्याकल साउन्डहरू स्क्याटर्ड भइदिन्छ। नर्मली क्र्याकल साउन्ड कता प्रेजेन्ट हुनुपर्ने थियो? बेसतिर, राइट? क्र्याकल्स जहिले पनि बेसतिर सुनिन्छ। अब यति धेरै इन्फ्लामेसन, त्यो सेक्रेसन यति धेरै भइदिन्छ कि स्क्याटर्ड हुन्छ, जताततै सुनिने भयो।
त्यस्तै कन्सोलिडेसनहरू भइरहेछ। कन्सोलिडेसन भन्नुको मिनिङ जुन एक्जुडेसन चाहिँ हार्डनिङ भइरहेको छ, झन् बढी ब्रेथ साउन्डहरू चाहिँ कम भइदिन्छ। लङ जति एक्सपान्ड हुनुपर्ने त्यो एक्सपान्ड हुन पाउँदैन, एल्भोलाइहरू जति एक्सपान्ड हुनुपर्ने त्यो एक्सपान्ड हुन पाउँदैन। इन्फेक्सन जति जति रिजल्भ हुँदै जान्छ, पसहरू तल कलेक्सन भएको अब माथितिर आएर बडीबाट बाहिर जान खोज्छ। सो जति जति इन्फेक्सन कम हुँदै गइरहेछ, पेसेन्ट विल ह्याभ मोर एन्ड मोर प्रोडक्टिभ कफ, त्यो एक्जुडेट्सहरू निकाल्न थाल्छ बाहिरतिर। सो यतिखेर त्यो एक्जुडेसनलाई बाहिर निकाल्नको लागि we can give them expectorantsहरू दिन सक्छौँ। ड्राई कफ छ भन्यो भने चाहिँ सप्रेसेन्ट दिने हो हामीले। कफ आइरहेको छ भन्नाले त्यो खकारवाला सेक्रेसनवाला कफ आइरहेको छ भन्यो भने चाहिँ एक्सपेक्टोरेन्ट दिने। सो तपाईँहरूले खोकीको औषधि लिनुभयो भने ड्राई कफ छ कि खकार आइरहेछ भनेर सोधिरहेको हुन्छ त्यहाँनिर। एन्टिबायोटिक थेरापी इज नेसेसरी। हस्पिटलाइज गर्नुपर्ने हुन्छ बच्चालाई बिकज सिम्पटम्स विल बी भेरी सिभियर। आइभीबाट म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ ताकि इमिडिएट एक्सन्सहरू देखियोस्। त्यस्तै अक्सिजनहरू दिनु पर्यो, बाँकीको म्यानेजमेन्ट सेम हो। कुल मिस्टेन्टहरू दिन सक्छौँ, ह्युमिडिफाइड एयरहरू दिने, सेक्रेसन्स छ भने सक्सन गरेर निकालिदिने, बल्ब सिरिन्जहरू युज गर्न सक्छौँ, फिजियोथेरापी दिने, पोस्टरल ड्रेनेजहरू गराइदिने, बेड रेस्टमा राखिदिने। दिज आर योर म्यानेजमेन्ट। त्यस्तै बच्चाहरूलाई जहिले पनि एफेक्टेड साइडमा राखिदिने यदि युनिल्याटरल छ भन्यो भने। सो यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तलपट्टिको एफेक्टेड लङ्सलाई चाहिँ सपोर्ट गर्नलाई हेल्प गर्छ। इन्फेक्सनहरू छ भन्यो भने जहिले पनि एफेक्टेड साइडमा सुत्ने यसको दुईटा रिजन छ। एउटा त चेस्टलाई सपोर्ट गर्ने भयो, जुन पेन भइरहेछ त्यसले सपोर्ट गर्ने भयो। अर्को भनेको चाहिँ सिन्स हाम्रो दुईटा लङ्स कनेक्टेड हुन्छ ब्रोङ्काइको थ्रुबाट, एकतिर एफेक्टेड छ भन्यो भने युनिल्याटरल इन्फेक्सनमा यदि म अनएफेक्टेड साइडपट्टि सुत्यो भने त्यताको सेक्रेसन यता आइदिन सक्छ एन्ड द्याट माइट एफेक्ट एनदर लङ एज वेल। इन्फेक्सनको केसमा एफेक्टेड साइडमा सुत्ने, लङ कोल्याप्स भइरहेछ भन्यो भने चाहिँ आई वान्ट टु स्लिप अन अनएफेक्टेड साइड। न यसको ऱ्यासनल के छ, दुईटाको डिफ्रेन्स भनिरहेको छु मैले। इन्फ्लामेसन भएको बेलामा एफेक्टेड साइडपट्टि सुत्यो किनभने अर्कोपट्टिलाई हामीले बचाउनु पर्यो, अर्को लङ्सलाई बचाउनु पर्यो। लङ कोल्याप्स नै भइरहेको छ भने चाहिँ एयरवेले जहिले पनि ग्राभिटीलाई फलो गर्छ भन्ने कन्सेप्ट बुझ्नु पर्यो। सो यदि म एफेक्टेड साइडपट्टि सुतिरहेको छु, लङ कोल्याप्स भएको बेलामा एफेक्टेड साइडपट्टि सुतिरहेको छु भने सबैभन्दा बढी एयर कतातिर जाने भयो? अब एफेक्टेड एयरतिर जाने भयो। Will that affected lung be able to give me sufficient oxygen? अब नो, किन भन्दाखेरि कोल्याप्स भइसकेको छ, तब त्यसले मलाई एयर दिन पाउँदैन। सो द्याट मैले के गर्नु पर्यो? अब अनएफेक्टेड साइडपट्टि सुत्नु पर्यो। यो भन्न खोजे बुझ्यो दुईटाको डिफ्रेन्स। इन्फ्लामेसन छ भने एफेक्टेड साइडमा सुत्ने, लङ कोल्याप्स भइसकेको छ, एटिल्याक्टेसिसमा गइसकेको छ या त एल्भोलाई नै कोल्याप्स भइसकेको छ भने चाहिँ अनएफेक्टेड साइडपट्टि सुत्ने बिकज एयरवे विल अलवेज गो बाई ग्राभिटी। ग्राभिटी जता धेरै छ त्यतातिर एयर पनि त्यतिकै धेरै फ्लो भइरहेको हुन्छ। बुझिन्छ? ओके, फ्लुइड इन्टेकहरू बढाइदिनु पर्यो। फिभर छ भने एन्टिपाइरेटिक दिने। वी क्यान अल्सो युज ब्रोङ्कोडाइलेटर्स। क्वेसन, इमर्जेन्सीको बेलामा साल्बुटामोल चलाउँछ कि साल्मेटेरोल चलाउँछ? साल्बुटामोल कि साल्मेटेरोल? दुईटै आस्थमाको लागि युज हुने ब्रोङ्कोडाइलेटर्सहरू, राइट? विच वान टु युज? एल्ब्युटेरोल भनेर पनि आइरहेको हुन्छ। ओके, एबिसिडीमा ए पहिला आउँछ कि एम पहिला आउँछ? बी पहिला आउँछ कि एम पहिला आउँछ? बी। सो साल्बुटामोल, एल्ब्युटेरोल। सो बीबाट आउने कुनै पनि मेडिसिन छ ब्रोङ्कोडाइलेटरमा, ब्युटेरोल छ भन्यो भने चाहिँ त्यो जहिले पनि इमर्जेन्सी ड्रग हो, फर्स्टमा त्यो चलाइन्छ। लङ टर्मको लागि चाहिँ हामीले पछिसम्म काम गर्नको लागि चाहिँ पछि आउने अल्फाबेट साल्मेटेरोल, एल्मेटेरोल, मेटेरोल आउने चाहिँ लास्टमा लङ टर्मको लागि युज गर्छ भनौँ न। सो एक्युट प्रब्लम लिएर आइरहेको छ भने जहिले पनि हामीले ब्युटेरोल चलाउनु पर्यो ब्रोङ्कोडाइलेटर्सहरू। ठिक छ? सर्ट एक्टिङ र लङ एक्टिङ। ब्रोङ्कोडाइलेटर्सहरूमा हामीले बिटा एगोनिस्ट चलाउँछौँ। डज द्याट मेक सेन्स? ब्रोङ्कियल्सलाई डाइलेट गर्नको लागि बिटा एगोनिस्ट चलाउँछ। डज द्याट मेक सेन्स? बिटा रिसेप्टर्स केमा प्रेजेन्ट हुन्छ? सिम्पथेटिकमा प्रेजेन्ट हुन्छ। इफ वी आर युजिङ बिटा एगोनिस्ट भन्यो भने ब्रोङ्कियल्सहरूलाई डाइलेट गरिदिने भयो। ब्याम चलाउँछौँ हामीले भनेर सम्झे पनि भयो। ब्याम, इमर्जेन्सीमा ब्याम चलाउने। बी फर बिटा एगोनिस्ट, सर्ट एक्टिङ बिटा एगोनिस्ट भयो। ठिक छ? ए फर एन्टिकोलिनर्जिक मेडिकेसन। एन्टिकोलिनर्जिक मेडिकेसनले ब्रोङ्कोडाइलेट गर्छ। डज द्याट मेक सेन्स? यस, राइट? एन्टिकोलिनर्जिक भन्ने बित्तिकै सिम्पथेटिकतिर काम गर्छ। एमबाट चाहिँ मिथाइल ज्यान्थिन्स भनेर हुन्छ या त ज्यान्थिन्स भनेर अभाइलेबल हुन्छ या त थियोफाइलिन भनेर अभाइलेबल हुन्छ। अब यसले चाहिँ डाइरेक्टली ब्रोङ्कियल्समा गएर काम गर्छ। डाइरेक्टली एक्टिङ ड्रग भयो चाहिँ। बिएएम, ब्याम। ब्याम भन्नुको मिनिङ के हो? इम्प्याक्ट पार्नु, इमिडिएटली एक्सन देखाउनु पर्यो हामीले। सो कुनै पनि पेसेन्ट आस्थमा भएर आइरहेछ या त ब्रोङ्कियल कन्स्ट्रिक्सन भएर आइरहेछ भने यु वान्ट टु गिभ दिज मेडिकेसन।
सो नर्मल्ली तपाईहरुले आस्थालिन भनेर सुन्नु भएको छ राइट आस्थालिन भनेको हाम्रो सर्ट एक्टिङ बिटा एगोनिस्टमा पर्छ एल्बिटेरोल भनेर लेखेको हुन सक्छ त्यहाँनिर साइडमा इप्राभेन्ट भनेर चलाउँछौँ हामी इप्राभेन्ट भनेको एन्टिकोलिनर्जिकको सो नर्मली नेबुलाइजेसन दिँदाखेरि आस्थालिन प्लस इप्राभेन्ट कम्बाइनमा दिन्छ सो बोथ आर सर्ट एक्टिङ मेडिकेसन मिथाइल जेन्थिन्स थियोफाइलिनहरु चाहिँ प्रायः जस्तो आइसियू तिर या त रेस्पिरेटरी डिस्ट्रेस भएको पेशेन्टहरु तिनीहरुतिर चलाइरहेको हुन्छ फेब्राइल सिजरबाट बचाउनु पर्यो वी हैव सेड ब्रोङ्कियल यदि ब्याक्टेरियल निमोनियाहरु छ भने चाहिँ फेब्राइल सिजर आउने चान्सेस पनि छ भन्ने कुराहरु गरेका थियौं आइसोलेसनमा राख्नु पर्यो कुनै पनि रेस्पिरेटरी ट्र्याकको इन्फ्लामेसन छ भन्ने बित्तिकै जहिले पनि रेस्पिरेटरी प्रिकसनमा राख्दिने या त आइसोलेसनमा राख्दिने ड्रपलेट प्रिकसन्सहरु गर्नु पर्यो कफ सप्रेसेन्ट्सहरु दिन सकिन्छ त्यस्तै पेशेन्टलाई हामीले चेस्ट ट्युब ड्रेनेजहरु पनि राख्नुपर्ने हुन सक्छ यदि सेक्रेसन्स धेरै जम्मा भइरहेको छ भने त्यो सेक्रेसन्सहरुलाई बाहिर ड्रेन गर्नु पर्यो ठीक छ ब्याक्टेरियल इन्फेक्सनको कुरा गर्दाखेरि चाहिँ चेस्ट ट्युबहरु पनि राख्नुपर्ने हुन सक्छ फ्लुइड एकुमुलेसन भइरहेको छ भने वी माइट नीड टु डु थोराकोसिन्थेसिस सो थोराकोसिन्थेसिसको बारेमा हामीले के पढेको छौं पोजिसनिङ राइट अब पढ्नु एउटा ग्रुपमा पढाएको छ एउटा ग्रुपमा पढाएको छैन सो आई नीड टु रिभाइज द टपिक थोराकोसिन्थेसिस पोजिसन कस्तो पोजिसनमा राख्नुपर्छ होला गिभन थियो मैले अस्ति बायोप्सी गर्दाखेरिको कन्डिसन भनेको थिएँ थोराकोसिन्थेसिस गर्नुपर्ने छ भने वी हैव टु एक्सपोज द थोरासिक एरिया राइट कसरी एक्सपोज गर्ने भन्दाखेरि चाहिँ पेशेन्टलाई कार्डियाक टेबलमा यसरी बस्न लगाउँदा पनि फाइन साइडबाट हामीलाई गर्न सजिलो हुन्छ यस्तो गर्दाखेरि ठ्याक्क त्यो रिब्सहरु छुट्टिन्छ के ग्याप जुन बिचको इन्टरकोस्टल मसल्सको ग्याप छ त्यो चाहिँ ठुलो हुने भयो यसरी थोरासिक क्याभिटीमा खुट्टा झुन्डाएर कार्डियाक टेबलमा माथिपट्टि बस्दाखेरि जो पेशेन्टहरुले आफ्नो बडीलाई होल्ड गर्न सक्दैन उनीहरुलाई सेमी पोलर्स पोजिसनमा राख्दिने अनि कतापट्टिबाट थोराकोसिन्थेसिस गर्नुपर्ने छ आइदर राइट साइड अर लेफ्ट साइड अनि त्यतापट्टिको हातलाई चाहिँ माथि उठाइदिने ओभर द हेड फाइन त्यो भयो भने चाहिँ तपाईको इन्टरकोस्टल स्पेसहरु माथि छुट्टिएर जान्छ लंग्स पनि एक्सपोज हुने भयो आफ्टर थोराकोसिन्थेसिस व्हाट इज योर कन्सर्न थोराकोसिन्थेसिस गर्दाखेरि के को रिस्क हुन सक्छ होला न्युमोथोराक्सहरु हुन सक्छ एयर इम्बोलिजमहरु हुन सक्छ सो थोराकोसिन्थेसिस गर्दै सडनली ब्रिदिङ कम्प्लेन गरिरहेछ पेशेन्टले फाइन सडनली ब्रिदिङ कम्प्लेन गरिरहेछ भने देयर इज अ रिस्क फर एयर इम्बोलिजम भयो कि त न्युमोथोराक्स भयो भनेर बुझ्दिने थोराकोसिन्थेसिस गरेको छ भने पछाडी देयर इज अ रिस्क फर ब्लिडिङ देयर इज अ रिस्क फर लिकेज देयर इज अ रिस्क फर इन्फेक्सन लिकेज ब्लिडिङ र इन्फेक्सन जहिले पनि हेर्नु पर्यो रेस्पिरेटरी डिस्ट्रेस भएको बच्चाहरुमा चाहिँ डिहाइड्रेसन पनि हुन्छ भनेर लेखेको छ यहाँनिर मजाले खानाहरु खाइरहेको हुँदैन फिडिङहरु कम भइसकेको हुन्छ सो डिहाइड्रेसनमा र मालन्युट्रिसनमा जान सक्छ सो यु नीड टु वाच आउट फर द साइन्स अफ डिहाइड्रेसन त्यो पनि हेर्नु पर्यो अर्को भनेको मुखबाट उनीहरुले ब्रिदिङ गरिरहेको हुन्छ एयर हंगर भइरहेको हुन्छ सो इभ्यापोरेसनको थ्रुबाट पनि उनीहरुले धेरै फ्लुइडहरु लस गरिरहेको हुन्छ सो साइन्स अफ डिहाइड्रेसन अलरेडी गइसकेको छ नन इलास्टिक स्किन टगर कन्सन्ट्रेटेड युरिनरी आउटपुट ड्राई म्युकोजल लेयरहरु त्यस्तै टियर प्रोडक्सनहरु चाहिँ कम भएर जान्छ